सम्पूर्णमा नमस्कार। आजको यो नयाँ भिडियोमा हजुर सबैलाई स्वागत छ र मलाई आशा छ हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। तपाईहरुले देखि नै हाल्नुभयो, म आज साको स्थित साली नदी मन्दिरमा आएको छु। म दिउँसोको लगभग 2-3 बजे आएको हुनाले गर्दाखेरि मन्दिरमा त्यति साह्रो भिडभाड थिएन। भक्तजनहरूको चाप नभएसँगै हरेक भक्तजनहरूले आफ्नो समय लिएर पूजाआजा गरिरहेको दृश्य हामीले यहाँ देख्न सक्छौं। त्यसैगरी देख्न सक्नुहुन्छ तपाईहरुले मन्दिरमा लागेको एक किसिमको हाट बजार जस्तै। त्यसैगरी देख्न सक्नुहुन्छ श्री चन्द्रवती माता। त्यसैगरी देख्न सक्नुहुन्छ गोमाको कुटी। सायद यस बारेको कथा हर कोहीलाई थाहा छ। त्यसैगरी तपाईले देख्न सक्नुहुन्छ यो एकदमै भाइरल भइरहेको पार्क जुन चाहिँ अघिल्लो वर्ष जाँदाखेरि थिएन। जय श्री माधव नारायण। यो चाहिँ माथिबाट खिचिएको दृश्य हो। अन्त्यमा श्री सुस्थानी माताले सबैको कल्याण गरून् भन्दै हजुरहरूले यो भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा हृदयदेखि धन्यवाद दिँदै यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।